हेलो साथीहरू, गुड मर्निङ। हाम्रो ट्रिपको डे 2 मा छौँ हामी। अहिले चाहिँ नगरकोटको एउटा रिसोर्टमा थियौँ। अब यहाँबाट निस्किएर यहाँ नगरकोटतिरका ठाउँहरू एकचोटि निहाल्नेछौँ नजिकैबाट र तपाईँहरूमाझ पुगाउने प्रयास गर्नेछौँ। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँ के छ यस्तो यसमा भन्ने टाइपको नहोस् होइन। के छ शेखर सर, के भन्नु छ? फर्केर भन न यार। हाम्रो मुकुल सर पछाडि हुनुहुन्छ। यहाँ चाहिँ शेखर सर अनि उमेश सर हुनुहुन्छ भनेपछि साथमा म ह्यान्डसम हामी बसेको रिसेट भयो। यहाँको माहौल हो यो। यति बेला हामी स्न्याक्सको लागि रेडी छौँ। बिहानको टाइम छ, कति बज्यो? लगभग 8:30 भइसक्यो। अब यहाँबाट एकछिन खाजा खाएर ब्रेकफास्ट गरेर यहाँबाट लाग्नेछौँ हामीहरू। कृपया अन्तिमसम्म हेर्दै गर्ने होला। यो चाहिँ हाम्रो बिहानको ब्रेकफास्ट र यहीसँगै हामी यहाँबाट निस्किनेछौँ खाएर। अनि आजको दिनको सुरुवात ब्रेकफास्टबाट। साथीहरू, हामी चाहिँ यो रिसोर्टबाट यहाँबाट छौँ। यो बाटो हामी निस्क्यौँ फाइनल्ली। बिहानको 9 बजिसकेको छ। हामी यो रिसोर्टबाट निस्क्यौँ। अब भने लाग्नेछौँ नगरकोटतिरका डाँडापाखातिर। अब यहाँबाट हामी कहाँ जानेछौँ भन त सर? भ्यू टावरतिर अनि मन्दिरहरू छन् रे। अनि अरू ठाउँहरू हामीले जतिसम्म चिनेका छौँ त्यहाँसम्म पुग्ने विचार गर्नेछौँ हामीहरू। टाढो बाइक स्टार्ट गरिराख्नु। अब हामी चाहिँ यहाँबाट निस्क्यौँ। हाम्रो डे 2 चाहिँ सुरु भयो आज फाइनल्ली। हामी लाग्नेछौँ अब नगरकोटको भ्यू टावरतिर। साथीहरू पछाडि छन्, हामी अगाडि छौँ। मौसम राम्रो छ, सुन्दर छ, रमाइलो छ, यस्तै छ। यस्तै गर्ने होला अन्तिमसम्म। ल साथीहरू, हामी चाहिँ नगरकोटको यो भ्यू पोइन्टमा छौँ। भ्यू पोइन्ट खासमा माथि हो, यहाँ पनि रहेछ एउटा। शेखर सर, के भन्नु छ? 2 शब्द भनौँ न त। यहाँ भन्दैन यार आज म यार। एक त भन यार, 2 त नै। 1-2 शब्द। मुकुल सरबाट के जाओस्? मबाट के जाँदैन अन्त। यत्तेरी होइन यार, गौतम बुद्ध अनि हाय।
अब भने हामी नगरकोटको भ्यू टावरतिर जाने प्रयास गर्नेछौँ। यहाँबाट सिँढी चढ्नु माथि जानुपर्छ। माथि एउटा भ्यू टावर रहेको छ र हामी चाहिँ भर्खर पृथ्वीनारायण शाहको त्यो नगरकोट पार्क घुमेर आइसक्यौँ। अब यहाँबाट यो सिँढी हुँदै माथि जाने एकछिन। लेट्स गो माथि जाने के झोला त सँगै हो। हेरौँ कस्तो हुन्छ त्यहाँ चाहिँ अन्तिमसम्म हेर्नलाई त गाडीहरू कसै हो। होइन 6 वर्ष अगाडि यहाँ जानलाई पनि भिड कति लाग्दो हो। धेरै पछि आइया छ यहाँ 11मा पिकनिक भनेर आएको थियौँ। अहिले 4th इयर सकेर लगभग 6 वर्ष पछि 4th इयर सकेर आइयो। ल साथीहरू हामी चाहिँ यो भ्यू टावर पुगिसक्यौँ नगरकोटको। अब यहाँ माथि जानेछौँ। जाँदैछन् साथीहरू, म पनि जाने प्रयास गर्नेछु। साथीहरू यो चाहिँ हाम्रो नगरकोटको भ्यू टावर है। अब कस्तो लाग्छ कमेन्टमा भन्नु होला। म चाहिँ केही बयान गर्न सक्दिनँ। यस्तो छ, हामी भ्यू टावरमा छौँ। यस्तो छ ल, हामी यहाँबाट आइसक्यौँ त ल होइन। अब चाहिँ हामी लाग्नेछौँ जहाँ राम्रो ठाउँ छ त्यहीँ गयो केटाहरू। लिखा हाथ की लकीरों में, नखों ने दिया ख्वाब को ताबीरों में, शहर की हवा ने